हाई नमस्ते गाइज, म प्रदीप सेफ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अहिले चाहिँ ठ्याक्कै 3 बजेको छ। म चाहिँ ड्युटी जान आँटेको, हिजोको दिन जस्तै आज पनि के गर्नु, काम गर्नै पऱ्यो होइन गाइज। गाडीहरू धेरै छ यहाँ। हिँड्दै के गर्ने, जाम हुन्छ। ड्युटी जान भयो यसरी नै कटिरहेको छ मेरो दिनहरू गाइज। ड्युटी गयो, आयो, खाना खायो, सुत्यो, बस के गर्ने। अब घर जानु पनि धेरै छैन, ओन्ली 3 month वर्किङ Sundays. Waiting for my baby. अनि हिजोको दिन जस्तै आज पनि नुहाइ धुवाइ गरेर फ्रेस भएर टक्क म चाहिँ कामतिर लागिसकेको छु गाइज। ड्युटी नगर्ने पनि के गर्ने, सबै थोक पैसै रहेछ गाइज। के गर्नु, पैसा नकमाएर हुँदो रहेछ। आफ्नो भ्यालु पाउनको लागि पैसा कमाउनै पर्दो रहेछ। मलाई त के लाग्छ गाइज, आजभोलि जिन्दगी पैसा भएन भने केही पनि छैन जस्तो लाग्छ। तर सबै थोक पैसा होइन, तर पैसा बिना केही पनि हुँदैन। अब मैले यहाँ 3 महिना काम गरेर 2 महिनाको छुट्टीमा घर जाँदैछु गाइज। I am very excited. I am missing my son, my baby. I miss you, my son. मेरो छोरालाई धेरै याद गरेको छ है मैले चाहिँ। अनि हामी छिटै आउनै छौँ होइन, म छिटै आउँछु। अनि त्यसपछि घुम्न जानुपर्छ ल। Thank you, brother. Another restaurant आइसक्यो गाइज। सो गाइज, म रेस्टुरेन्ट आइसकेको छु। आइसकेपछि चाहिँ आएर मैले क्याब लगाउँछु। क्याब लगाइसकेपछि अब कपाल सपाल लामो छ है, बार्नु पऱ्यो, सेफ्टी गर्नु पऱ्यो, हो किन गाइज। त्यसपछि चाहिँ मैले पहिला सैला चेक गरेँ के कस्तो छ, सब ठिक रहेछ। अनि बटर सटर कति छ के छ हेर्नु पऱ्यो सबै। अनि आएर मिजा सिजा चेक गरेँ, सबै रेडी रहेछ, सब राम्रो छ। अनि त्यसपछि चाहिँ म आएर सिधै खाना खान जान्छु, किनभने आज धेरै अर्डर थिएन। आज चाहिँ भेज पुलाउ बनेको थियो। हाम्रो सुशान्त सेफले राम्रो बनाउनु भएको थियो, मिठो थियो आज है। मिठोसँग खाइयो दहीसित। त्यसपछि हाम्रो विशाल दाइ चाहिँ यता रोटी खाँदै हुनुहुन्थ्यो, तन्दुरी रोटी। ह्यान्डसम हुनुहुन्छ है हाम्रो ब्रदर पनि। त्यसपछि चाहिँ मैले यता गार्निस बनाउन सुरु गरेँ गाइस। गार्निस बनाएपछि यो चाहिँ खिराको गार्निस हो।
अनि यो चाहिँ बिटरुटको गार्निस बनाउँदैछु मैले यता। कस्तो लाग्छ लाइक कमेन्ट सेयर गर्नु होला भिडियोलाई। मेहनत गरिरहेको छु गाइज, सबैले सपोर्ट गर्नु होला। कस्तो बन्यो बिटरुटको फुल कमेन्ट गर्नु होला। त्यसपछि चाहिँ अर्डर आएको हाम्रो चिकन कुबुदे अर्डर आएछ, उसलाई पिकअप गर्छौँ। यसलाई पिकअप गरिसकेपछि चाहिँ मैले चिकन बिरयानी अर्डर आउँछ। चिकन बिरयानीको अर्डर आएपछि यसलाई पिकअप गर्नुतिर लाग्छु म। आज चाहिँ धेरै खासै अर्डर चलेको थिएन गाइज, किनभने आज बिहिबार हो, बिहिबार खासै चल्दैन। चिकन बिरयानी कस्तो लाग्यो हजुरहरूलाई हेर्न सक्नुहुन्छ। अब लास्टमा चाहिँ अब क्लोजिङ टाइममा मैले चाहिँ अब सामानहरू सब हेर्नु पऱ्यो, सामान केही छुट्या छ कि नै, लाइट साइड लिभाउनु पऱ्यो, ओवन सोन चेक गर्नु पऱ्यो। अनि त्यसपछि चाहिँ म गएको पन्चिङ हानिसकेपछि चाहिँ हामी यो भिडियो चाहिँ फुल हेरेर सबैजनाले साथ दिनु होला भनेर अहिले चाहिँ हामी लागेको। कामबाट भर्खरै रुममा जाँदैछौँ, किनभने आज चाहिँ थोरै लेट भयो। हाम्रो एकजना साथी चाहिँ छुट्टी थियो, उहाँको कारणले चाहिँ हल्का लेट भएको छ। किनभने आज हाम्रो माघे सङ्क्रान्ति सबैजनाले नेपालमा हुनुहुन्छ भने राम्रोसँग मनाउनु भयो होला। हाम्रो त परदेशमा के गर्ने माघे सागी भन्ने हुँदैन गाइस। अब जे जस्तो छ त्यस्तै गरी कटाइरहेको छौँ हामीले परदेशको ठाउँमा। तपाईँहरू चाहिँ कसरी मनाउनु भयो कमेन्ट गर्नु होला। अनि नमरी बाचे कालेर साँच्चै अर्को साल मनाउँला, के छ र होइन र गाइज। नकमाइ पुग्दैन खाना लाउन। अब मिडल क्लासको मान्छे पर्यो साथीहरू, सङ्घर्ष चालु छ। अर्को साल चाहिँ पक्कै मनाउँछौँ हामी नेपाल भएपछि भन्ने आशा गर्दछु। यो चाहिँ चौधरी समुदायको एउटा चाडपर्व हो। त्यो चाडपर्वलाई चाहिँ भव्य रूपमा सबैजनाले मनाइदिनु होला नेपाल भएको भयो भने मैले भन्न चाहेँ। अरू चाहिँ हाम्रो पनि नयाँ साल नजिक आउँदैछ गाइज। सायद म नेपालमै हुन्छु होला नयाँ सालमा चाहिँ, उतै भेट्नुपर्छ। सबैजनाले रमाइलो गर्नुपर्छ। यो भिडियोलाई सक्दो लाइक कमेन्ट सेयर गर्नु होला भन्दै हस्त धन्यवाद, बाई बाई।